हेलो साथीहरू, हाम्रो नयाँ भिडियोमा आज तपाईँहरूलाई स्वागत छ। आज चाहिँ विशेष गरेर चाहिँ हामीले चाहिँ आज +2 को इक्जाम दिन चाहिँ चिल्खातिर जाँदैछौँ। हाम्रो दाजु ललित नेउपाने, भाइ रमेश नेउपाने र म दिपेन्द्र चिनिहाल्नुभयो होला। अनि आज चाहिँ हामी हाम्रो दाइको चाहिँ ब्याग छ, भोलि एउटा मात्रै ब्याग छ। दाइले ब्याग दिएर फर्किने हो, अर्को भाइको दुईवटा छ। यो पर्सि फर्किने हो, मेरो चाहिँ अब रेगुलर हो, पहिला छुटेको थियो। त्यही भएर आज चाहिँ हामीहरू अहिले चाहिँ हाम्रो 4 बजिसक्यो। गाल्जेको नदी भर्खरै क्रस भएको छ। अब चाहिँ यहाँबाट कति लाग्छ, पुरै माथि पुरै कालो भइसक्यो, पानी पर्ला जस्तो छ। अब बिस्तारै जाँदैछौँ, पानी पर्ला जस्तो छ, हतार छ। रमाउँदै मस्तले गफ गर्दै हिँड्दै मजा छ। ल सबै साथीहरू हाई गरिदियो। एस्टिमेट हामी सब्मिट गर्न चाहन्छौँ।